गुरुमाङ सङ्जुम्बो हिम उद्घाटन आज म अलिक ढिलो आइपुगेँ। यस्तो रहेको छ आफ्टर गुरुमाङ सङ्जुम्बो हिम। यो उद्घाटन समारोह सकिएको अवस्था। यो यताबाट आउनुपर्छ धरान खोला नाला तरेर। यस्तो हरियाली छ, यस्तो लोकेसन रहेको छ। अब भित्रको अवस्था के छ म तपाईहरुलाई भित्र लैजाने छु। ल धान ननाची च्याब्रुङ नबजाइ त यो बाहिरको गतिविधि। यो के छ म ढिलो भएँ कि मेरो अब एकदम अर्जेन्ट। म केराबारी आइपुगेको मान्छे अनि 1 बजे मिटिङमा बेटाङ पुग्नु पर्यो। अब भोलि पनि यस्तो गर्छौ कि आज मात्रै? भोलि चाहिँ किन गर्नु? ए आज उद्घाटन यत्र अध्यक्ष हुँदा हुँदै मैले के फाइट गर्नु? कहाँ तपाईँ दोहोऱ्याउनु पर्छ नि। हुँदैन, मेन हुने सेवा र यहाँ बृहत कार्यक्रम भइरहेछ। हामीले एउटा डोनेसन बक्स खडा गरेका छौँ र डोनेसन बक्स खडा गर्नुको मुख्य उद्देश्य हाम्रै गुरुङटाङ दाजुभाइभित्र क्यान्सर पीडितदेखि मृगौला फेल भएका हाम्रा आफ्नै बुहारी या काका तुम्बाहरू हुनुहुन्छ। त्यसैले जति सक्नुहुने तपाईँहरूको स्वैच्छिक रूपमा त्यहाँ डोनेसन बक्स हामीले खडा गरेको छ। ओहो राजकुमार दान गर्न सक्नुहुनेछ। म ढिलो आएँ कि एउटा सेवा बाजे नरबहादुर कुरुम्बाङ लिम्बू, लालीगुराँस नगरपालिका वार्ड नम्बर 7। म अलिक नन्दकुमार कुरुम्बाङ लिम्बूको माइला भीमराज ढिलो भयो। म मिटिङ थियो एउटा बेटाङमा, गर्नै पर्ने। दुवै बिरुवा फेल भई 6 फुट उपचार खर्चको लागि याक्तुङ कुरुम्बाङ सङ्जुम्बो हिमलाई अपिल गर्नुभएको छ। याक्तुङ कुरुम्बाङ सङ्जुम्बो समाजलाई अपिल गर्नुभएको छ झलुङे पुल र एक थुकी रहेको छ। सुकी साइनुक सुक थुकी नदी भने चाहिँ तपाईँ हामी मनका धनी हामी कुरुम्बाङ दाजुभाइहरू तपाईँ हामीले सकेको सहयोग आफ्नै सकेको सहयोग शैक्षिक सहयोग हामी डोनेसन बक्समा जम्मा गर्नेछौँ र प्राप्त डोनेसन बक्सबाट जति पनि रकम आजको दिनमा प्राप्त डोनेसन भोलि हामी केन्द्रीय कार्य समितिको बैठकले 50-50% को रूपमा ल यो भान्साघर रहेछ। ल अब यहाँहरूलाई म पुरै गुरुम्बाङ सङ्जुम्बो हिमको चाहिँ गराउन चाहन्छु। त्यसै गरी अर्का बिरामी हुनुहुन्छ पाँचथर हाङ्गम। यो पाँचथर हाङ्गमका रत्नबहादुर कुरुङ शौचालय उहाँ पनि
क्यान्सर पीडित हुनुहुन्छ र उहाँहरूको उपचार चाहिँ रोपाक्याममा भइरहेको छ। तसर्थ मनकारी दाजुभाइ दिदीबहिनी चेलीबेटीहरूले तपाईँहरूको आफ्नै स्वेच्छाले डोनेसन बक्समा डोनेट गर्नको लागि म अनुरोध गर्न चाहन्छु र खाना लिएर भोक भइरहेका छौँ। तसर्थ पनि उहाँको साङ्गीतिक कसैलाई भरपुर मनोरञ्जन हुनको लागि म सम्पूर्ण उपस्थितहरूलाई अनि यता के छ पछाडि माथि मिटिङ हल हो, माथि माथि अफिसहरू ए 4 कोठो छ। ए ल म माथि लगेर गएँ। अरे ढिलो भयो नि हौ। भव्य लोकेसन यस्तो छ एकदम चाहिँ नि बडा मेहनतको साथ अफिस सुत्ने ओर्ने 4 कोठा। यो पनि कार्यालय होला। ओहो शिल्पी यता बन्द छ। अब म हलतिर लैजान्छु। ओहो यहाँ त अरे बाफ रे लु यो सुत्ने हल होला। अनि यता के छ हल स्टेज ल यहाँ हल कार्यक्रम पूर्वाञ्चलको महिम भवन उद्घाटन इतिहास र वंशावली तेस्रो संस्करण लोकार्पण नेतृत्व पूर्वाञ्चलको 5औं केन्द्रीय महाधिवेशन फागुन 29 बिहान 10 बजेदेखि धरान महानगरपालिका।
गाउन सकेँ होइन। अब हामी ट्र्याकमा धान नाच्नेछौँ। उहाँको पालन रहेको छ, भर्खर मात्रै हामीले रेकर्ड सकाएर भिडियो पनि आइसकेको छ र यो पालनलाई सहयोग गर्नका लागि च्यानलकै धनी दिदीदाइ पनि आउनुहुनेछ र कर्म कम्पानीले आउनुहोला। हामी भन्दा पनि हजुरहरू पनि उठेर एकचोटि घुमेर साथी हुन्छ कि भन्ने आशा पनि रहेको छु मैले। हामी अगाडि पनि धान नाच्नेछौँ। आउँदैछ सम्माम्फे सम्माम्फे भनेको कर्ण सम्माम्फे। कतै कहीँ बिग्रिन सक्छ, त्यसप्रति पनि माफी माग्न चाहन्छु। धन्यवाद दिदीले आउनुभयो। उहाँ पनि तिर्कुन पोखरी युट्युब च्यानलका दुईजना दाइ र दिदी हुनुहुन्छ। उहाँले मलाई पालन गाउने अवसर दिनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। र अब हामी धान नाच्नेछौँ। पालन चाहिँ एकदेखि नाच्छु मलाई है। अगाडि अगाडि आउनु। यो लिरिक्स सँगै भएकोले, ट्र्याक लिरिक्स सँगै भएकोले अब शब्द हेरेर गाउनुपर्ने हुन्छ। ल सबैजना नाच्ने त है, हात पक्रेर आउनुहोस्। एमलोडेल म नाचिहाल्छु नि। ल ट्र्याकमा धान नाच्ने रहेछ, गाउने रहेछन्। म अर्को भिडियो गर्छु।